हेलो साथीहरू, आज म होइन एउटा सानो भिडियो क्लिप लिएर आएको छु। त्यो चाहिँ के हो भन्दा चाहिँ यहाँ हेरिहाल्नुहोस्। फर्स्टमा चाहिँ हजुरहरूलाई है चाहिँ ह्याप्पी मकर सङ्क्रान्ति होइन। मकर सङ्क्रान्तिको चाहिँ एकदमै शुभकामना है साथी हो। ल है कतिजनाले चाहिँ अब आज मनाउनु भयो होला होइन, कतिजनाले भोलि मनाउनुहुन्छ है। सबैलाई एकदम माघे सङ्क्रान्तिको शुभकामना है। मैले चाहिँ हेर्नुहोस् है, मेरो फलारहरू चाहिँ यति जुटाउनु चाहिँ सकेँ है साथी हो। मैले चाहिँ यति चाहिँ जुटाउनु सकेँ होइन। उहिले जस्तो अब फलरहरू होइन प्रशस्त मात्रामा पनि पाइँदैन आजकल त होइन। उहिले त अब धेरै भेराइटिजहरू हुन्थ्यो होइन। यी मैले चाहिँ आज हेर्नुहोस् है, यहाँ सिम्बल तरुल होइन, यहाँ घर तरुल होइन, यहाँ पिण्डालु अनि सकरखण्डमा चाहिँ मैले यो सेतो होइन त्यो जुटाउनु सकेँ है। अनि सिम्बल तरुल चाहिँ मेरो फेभरेट हो है। उहिले मेरो बाजेले चाहिँ भन्नुहुन्थ्यो यसमा चाहिँ यो फलरहरूमा चाहिँ जति कमी बेसी भयो भने सबभन्दा इम्पोर्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ यो बनतरुल चाहिँ एकदमै इम्पोर्टेन्ट भनेर चाहिँ मेरो बाजे के मेरो कोप्पाले चाहिँ भन्नुहुन्थ्यो होइन। अनि मैले चाहिँ बनतरुल पनि जुटाउनु सकेँ साथी हो एकदमै होइन। अनि अब मेरो बाजेले के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ फलारहरू चाहिँ अब जुन चाहिँ अहिले चाहिँ पुस महिना, मैले चाहिँ किन भोलि मनाउँदैछु भन्दाखेरि चाहिँ पुस महिना चाहिँ आजसम्म रहेछ साथी हो। क्यालेन्डरमा हेर्दा चाहिँ भोलिदेखि मात्रै माघ रहेछ। अनि आज चाहिँ यो एकदम धुई पखाली गरेर आज बेलुकै उसिनी राख्छु होइन। त्यहाँदेखि भोलि चाहिँ खाने हो। किनभने मेरो बाजेले चाहिँ दोमासे पार्नु भन्थ्यो। दोमासे मतलब 2 महिना। अब आज 1 महिना भयो, भोलिदेखि त अर्को महिना सुरु हुन्छ। त्यही कारण आज उसिनेर चाहिँ भोलि खाँदा चाहिँ एकदम राम्रो हो, शुभ हो भनेर चाहिँ भन्नुहुन्थ्यो होइन। अब आज उसिनेर भोलि चाहिँ एकदम अब चढाउने कामहरू पनि गर्नु पऱ्यो नि त। चढाइ गरेर चाहिँ खाने हो। मोस्ट इम्पोर्टेन्ट चाहिँ साथी बनतरुल भन्थे मेरो कोप्पाले चाहिँ होइन। उहिले त कहिले सङ्क्रान्ति आउँछ र उसिनी खाऊ भनेर हुन्थ्यो। अहिले त प्रायः जहिले पनि पाइरहेको छ फलहरू, तर पहिलाको जस्तो चाहिँ पाउँदैन अहिले चाहिँ होइन। तर मैले यति जुटाउनु चाहिँ कोसिस गरेँ साथी हो। ल हेर्नुहोस् है। अनि हजुरहरू सबैलाई वन्स अगेन ह्याप्पी माघे सङ्क्रान्ति। र साथी हो मैले चाहिँ एउटा अर्को है तिलको लड्डु पनि जुटाएको छु है साथी हो। तिलको लड्डु बनतरुल इम्पोर्टेन्ट ल साथी हो। थ्याङ्क यू फर वाचिङ एभ्री वान।